हेलो एन्ड गुड मर्निङ सबजनालाई। यो चाहिँ नेदरल्यान्डको तिलबर्ग भन्ने सिटी हो होइन। म चाहिँ आज एका बिहानै यहाँ किन आएको भनेपछि यहाँबाट अब आज यसो घुम्नको लागि बेल्जियमतिर जाऊँ भन्ने सोच बनाएर हिजो टिकट काटेर होइन यहाँबाट बस लाग्दो रहेछ बेल्जियमको लागि। अब एकैछिनमा बस आउँदैछ, त्यही भएर वेटिङमा छौँ होइन। हेर्दै गर्नुहोस् है त गाइज के कस्तो हुन्छ। गाइज हामी लाग्यो अब बेल्जियमतिर है त। तपाईँहरूलाई बेल्जियमको टुर पनि गराउनेछौँ, हेर्दै गर्नुहोस् लास्टसम्म। भिडियोहरूलाई हेरेर साथ दिनु होला, धन्यवाद। ल हामी बेल्जियममा छौँ होइन। यसको नाम चाहिँ के हो थाहा छैन, तर एकदम ब्युटिफुल लाग्यो होइन मलाई चाहिँ। अनि यहाँनिर एउटा फोटो हानियो। ब्रसलमा हो अहिले हामी चाहिँ होइन। अनि यहाँ हेर्नुहोस् क्या भ्यू छ होइन, क्या दामी छ। पोखरी हो कि ताल हो कि के हो यस्तो रहेछ। यहाँबाट हामी अब त्यो टावर भएको ठाउँमा जाने हो एकैछिनमा। त्यहाँको पनि म एउटा क्लिप निकाल्छु होइन। कस्तो लाग्छ तपाईँहरूलाई हेर्दै जानु होला। मौसम चाहिँ बादल लागेको छ, तर धेरै चिसो चाहिँ छैन होइन। चिसो त छ अलिअलि, तर धेरै अति भन्ने पनि छैन। चिसो चाहिँ यस्तो छ यहाँको। बेला बेलामा यहाँ जाने हो एकैछिनमा होइन। यस्तो टावर छ, हामीले यसमा चाहिँ जान मिल्छ, माथि चढ्न पनि मिल्छ अरे। मलाई त खासै थाहा छैन, तै पनि लेट्स गो है त। यस्तो छ भ्यू। यो डल्लोहरूमा मान्छे यहाँबाट जाँदो रहेछ होइन। जस्तै यो सिँढीहरू छ, यहाँबाट माथि गएर भ्यू देखिने रहेछ। मैले त 9 माने हूँ है। अब चाहिँ हामीहरू ट्राममा बसिसक्यौँ। अब जाँदैछौँ हामी अर्को सिटीमा, तर सिटीको नाम त मलाई थाहा छैन होइन। जुन ठाउँमा नेपाल एम्बेसी छ त्यही ठाउँमा हामी जाँदैछौँ। तपाईँहरूलाई देखाउने छु होइन नेपाल एम्बेसी कस्तो छ के छ भनेर। सायद फोटोहरू त खिच्न पाउनु होला, त्यहाँ भिडियोहरू निकाल्न पाउँदैन। तैपनि लेट्स सी ट्राई गर्छु म।